रातिको 10 बजे बजार पुरै सुनसान थियो। म लुसुक्क फार्मेसी पुगे। दिदी मलाई पर्खेरै बसेकी रहेछिन्। म भित्र छिरेपछि ढोका बन्द गरेर हामी माथिल्लो तलामा उक्लियौं। दिदीले माथि पुग्नासाथ नाइट गाउन खोल्नुभयो। भित्र कालो ब्रा र पेन्टी देख्दा त्यो कोरियन केटीको याद आयो। तर दिदी कति बढी राम्री थिइन् म तुलनै गर्न सक्दिन। तिमीले रंगिलो फिल्म हेरेको छौ? दिदीले कट्टु बाहिरबाट मेरो कोब्रा समात्दै कानमा आएर साउती मार्नुभयो। हेरेको छु। तिमी खाटमा बस, म देखाउँछु तिमीलाई आज सो। दिदीले मेरो हात समातेर आफ्नो पोकामा लगी अठ्याउनुभयो। दिदीका टाइट पोकाको स्पर्शले मेरो कोब्रा पुरै ठन्किसकेको थियो। ब्राको बाहिरैबाट मैले मन लागेसम्म दिदीको पोका मार्न थाले। दिदी आँखा चिम्म गरेर आनन्दित हुनुभयो। दिदीले मलाई खाटमा धकेल्नुभयो। अनि मेरो अगाडि उभिएर अनेकन हाउभाउ सहित शरीर देखाउन थाल्नुभयो। दिदी घरि ओठ टोकेर कामुक नजर दिँदै आफ्नो पोका चलाउनुहुन्थ्यो त कहिले दुवै हातले कम्मरदेखि सुमसुम्याउँदै आफ्नो साँप्राहरू मुसार्नुहुन्थ्यो। अनि पेन्टी भित्र हात हालेर पुतली चलाउँदै मतिर हेर्दै एउटा औला मुखले चुस्दै इसारा गर्नुहुन्थ्यो। मेरो पोका कस्तो लाग्यो? दिदीले दुवै हातले पोका उचाल्दै सोध्नुभयो। तिमीले गरेको केटीको भन्दा ठुलो छ? मैले जवाफ नदिँदै फेरि सोध्नुभयो। तपाईको धेरै ठुलो छ। उसको त भर्खर त आउन थालेको छ। तर उसको पोकामा किस गर्दै मुन्टा चुस्न भने साह्रै